वेल टी20 वर्ल्ड कप 2026 आउन अब जम्मा 20 डेज बाँकी रह्यो। यहाँनिर 20 डेज बाँकी रहँदा नेपाली क्रिकेट टिमले के गरिरहेको छ त त्यसको बारेमा हामी भिडियोमा अन्तिमसम्म चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर साथ दिन नभुल्नु। टी20 वर्ल्ड कप 2026 आउन जम्मा 20 दिन बाँकी रहँदा नेपाली क्रिकेट टिम भने अहिले एकदमै व्यस्त रहेको छ। नेपाली क्रिकेट टिमको सेड्युल पनि एकदमै व्यस्त रहेको छ। भर्खरै मात्र नेपाली क्रिकेट टिम श्रीलङ्का प्रस्थान गरिसकेको छ। श्रीलङ्का एसँग सिरिज खेल्नेछ भने श्रीलङ्काका विभिन्न ग्राउन्डहरूमा गएर प्र्याक्टिस पनि गर्नेछ। त्यस लगत्तै नेपाली क्रिकेट टिम भने भारतमा प्रस्थान गर्ने। भारतका पनि विभिन्न एकाडेमी टिमहरूसँग चाहिँ नेपालले सिरिज खेल्नेछ, जसलाई प्रिपेरेसन क्याम्पको रूपमा लिएको छ नेपाल क्रिकेट सङ्घ क्यानले। नेपालको कुरा गर्ने हो भने नेपालले यसअघि पनि 2 पटक विश्वकप खेलिसकेको छ। यो भने नेपालको तेस्रो पल्ट विश्वकप हुनेछ। विश्वकप यही फेब्रुअरी 7बाट स्टार्ट हुन गइरहेको छ। भारत र पाकिस्तानमा आयोजना हुने विश्वकपमा नेपाल सहित 20 राष्ट्र पार्टिसिपेट हुँदैछन्। नेपाल सहित 8वटा एसोसिएट टिम पार्टिसिपेट हुनेछन् भने त्यस्तै 12वटा टेस्ट नेसनहरू चाहिँ यस लिगमा पार्टिसिपेट हुनेछन्। नेपालको सेड्युलकै कुरा गर्ने हो भने टी20 वर्ल्ड कप 2026मा नेपालले पहिलो म्याच स्वरूप इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अब कुरा गरौँ नेपाल क्रिकेट सङ्घ क्यानले टी20 वर्ल्ड कप 2026को लागि कस्तो खालको स्क्वाड एनाउन्समेन्ट गरेको छ त्यसको बारेमा हामी चर्चा गर्नेछौँ। टी20 वर्ल्ड कप 2026को लागि नेपाल क्रिकेट सङ्घ क्यानले हालै मात्रै रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल कप्तान रहने गरी दिपेन्द्र सिंह ऐरीको उपकप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको छ, जसको प्रशिक्षकमा स्कल रहनेछन् अस्ट्रेलियन पूर्व क्रिकेटर। त्यसै गरी रोहित पौडेलले क्याप्टेन्सी गर्नेछन्, दिपेन्द्र सिंह ऐरीले भाइस क्याप्टेनको रोल निभाउनेछन्। त्यो सँगै सन्दीप लामिछाने, कुशल भुत्रेव, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख अनि बासिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन झा, ललित नारायण राजवंशी, शेरमल्ल र लोकेश बम टिममा परेका छन्। टिम अहिले प्रिपेरेसनको लागि भनेर श्रीलङ्का प्रस्थान पनि गरिसकेको छ। केही प्लेयर्सहरूले चान्स पनि पाएका छन्। यहाँनिर कुरा गर्ने भने शेरमल्लको डेब्यू नै वर्ल्ड कपबाट हुँदैछ। उनी एनपिएल फ्रेन्चाइजबाट उदाएका यस्ता खेलाडी हुन् जुन पहिलो सिजनमा एउटा पनि म्याच खेल्न पाएनन् जनकपुर बुल्सबाट खेल्दा, बट दोस्रो सिजनमा उनले आफ्नो टिमलाई ट्रफी नै जिताउन सफल भए। सो शेरमल्लले चाहिँ आफ्नो डेब्यू नै नेसनल टिममा टी20 वर्ल्ड कप 2026बाट गर्दैछन्। यस्तो अवसर पनि दिएको छ नेपाल क्रिकेट सङ्घ क्यानले। ओके, अब कुरा गरौँ नेपाल क्रिकेट सङ्घ क्यानले एनाउन्समेन्ट गरेको स्क्वाडमा कसको योगदान के छ, कसको यो रोल के रहनेछ, टी20 वर्ल्ड कपमा कसको पर्फर्मेन्स कस्तो रहनेछ। ओके, यहाँनिर हामी कुरा गरौँ क्याप्टेन रोहितको। रोहितले मेन रोल भनेको, रोहित पौडेलको मेन रोल भनेको उनी क्याप्टेन्सी गर्नेछन्। टी20 वर्ल्ड कपमा उनी क्याप्टेन्सी गर्नेछन्। योभन्दा पहिला पनि रोहित पौडेलले क्याप्टेन्सी गरिसकेका थिए कि आफ्नो टिमलाई कसरी विन दिलाउने भनेर। उनी एकदमै यङ्गर क्याप्टेनको रूपमा पनि परिचित भइसकेका छन्। सो यसपल्ट पनि क्याप्टेन रोहित पौडेलले नै क्याप्टेन्सी गर्नेछन्। उनको अरू कीर्तिमानकै कुरा गर्ने भने, ओडिआईकै कुरा गर्ने भने आफ्नो टिमलाई 12 म्याचमा 11 म्याच जिताउन सफल भएका छन्। यस्तो क्याप्टेन्सी गरेका छन् रोहित पौडेलले। सो टी20 फर्मेटमा अलिकति उनको क्याप्टेन्सी जिगज्याग भए तापनि ओडिआईमा त एकदमै राम्रो क्याप्टेन्सी गरेका छन् र वर्ल्ड कप 2026मा पनि उनी राम्रो क्याप्टेन्सी गर्ने र राम्रो ब्याटिङ गर्ने, आफ्नो टिमलाई जित दिलाउने उनको महत्त्वपूर्ण योगदान रहनेछ। अर्को सक्सेसकै कुरा गर्ने हो भने नेपाल प्रिमियर लिग सिजन 2को च्याम्पियन पनि बनाएका थिए आफ्नो फ्रेन्चाइज टिमलाई। सो यसरी हेर्ने हो भने नेपाल क्रिकेट टिमको क्याप्टेन्सी गर्न रोहित जस्तो लाग्दैन मलाई। नेक्स्ट कुरा गरौँ दिपेन्द्र सिंह ऐरी। दिपेन्द्र सिंह ऐरीले टी20 वर्ल्ड कप 2026मा भाइस क्याप्टेनको रोल निभाउनेछन्। त्योसँगै उनी एज अ अलराउन्डर प्रस्तुत हुनेछन् त्यहाँनिर। त्योसँगै उनको एक्सपिरियन्सकै कुरा गर्ने भने वर्ल्ड कप 2024को एक्सपिरियन्स ताजै छ। त्योसँगै उनी आइसिसीको टी20 अलराउन्डरको टप 10मा नै छन्। उनी दिपेन्द्र सिंह ऐरीको कुरा गर्ने भने विश्व रेकर्ड त उनीसँग कति छ। दिपेन्द्र सिंह ऐरीसँग भएको धेरैवटा विश्व रेकर्डहरू छ। ओभरमा 6 छक्का दुई पटक हानिसकेका छन्। उनले चाहिँ फास्टेस्ट हाफ सेन्चुरी बनाएका छन् होइन। यस्ता रेकर्डहरू दिपेन्द्र सिंह ऐरीको छ। क्वालिफायरमा नै उनको अर्को कीर्तिमान कायम गरेका थिए कि 5 म्याचमा 5 नै रन आउट गर्न सफल भएका थिए। यस्ता रेकर्डहरू दिपेन्द्र सिंह ऐरी छ र उनलाई फिल्डिङ, ब्याटिङ र बोलिङ सबै कुराको राम्रो एक्सपिरियन्स छ। उनी ब्याटिङ, बोलिङ भन्दा पनि फिल्डिङमा आफूलाई रुचाउने खेलाडीको रूपमा परिचित छन्। अर्को एक्सपिरियन्सकै कुरा गर्ने हो भने एनपिएल सिजन 1, सिजन 2मा उनले आफ्नो फ्रेन्चाइज टिमलाई लगातार फाइनलसम्म 0 म्याच हारेर, कुनै पनि म्याच नहारेर लगातार फाइनलसम्म पुर्याएका थिए।
त्यो यो उनसँग एकदमै क्याप्टेन्सीको पनि राम्रो एक्सपिरियन्स छ। यदि कुनै म्याचमा रोहित पौडेलले क्याप्टेन गर्न नसकेको अवस्थामा दिपेन्द्र सिंह अहिले एकदम मेन क्याप्टेनको रूपमा रहन सक्ने म्याक्सिमम प्रबल चान्स रहेको छ। नेक्स्ट कुरा गरौँ ओपनर कुशल भुटेल। नेपाली क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यानको रूपमा चिनिने कुशल भुटेल आफूलाई जुन ठाउँमा पनि फिक्स गर्न सक्छ। त्यो नेपाली क्रिकेट टिममा कुशल भुटेललाई एज अ ओपनरको रूपमा नै बढी जस्तो परिचित गरिन्छ। उनी लेग स्पिनरको रूपमा पनि काम गर्छन्। उनलाई पार्ट टाइम बलरको रूपमा पनि युज गर्न सकिन्छ। नेक्स्ट कुरा गर्ने भने उनको विश्व रेकर्डको रूपमा त्यति नभए पनि उनी टी20 अन्तर्राष्ट्रिय डेब्युमा सुरुवाती 3 इनिङमा लगातार अर्धशतक हान्ने ब्याट्सम्यानको रूपमा पनि परिचित। त्यस्तै अरू शतकीय कुरा गर्ने भने ओडिआई र टी20 दुवैमा शतक प्रहार गरिसकेका छन्। उनलाई राम्रो एक्सपिरियन्स छ। 2024को वर्ल्ड कप खेलेको ताजै एक्सपिरियन्स पनि छ उनलाई। उनको पहिचानकै कुरा गर्ने भने कुशल भुटेलले 20 पटक ब्याटिङ गर्न सक्छन् निडर रूपमा। उनी जस्तो खालको प्रेसर गेम होस् उनी आफ्नो गेमभन्दा बाहिर हट्दैन। त्यो यो उनको राम्रो गुण पनि रहेको छ। उनी जस्तो खालको गेममा पनि उनी आफ्नै गेम खेल्छन्। कुनै प्रेसर कुनै दबावमा कुनै पनि म्याचहरू खेल्दैनन्। नेक्स्ट कुरा गर्ने हो भने ओपनर आसिफ शेख और विकेट किपर आसिफ शेख ओपनर ब्याट्समन र मुख्य विकेट किपरका रूपमा परिचित छन्। उनको विश्व रेकर्डकै विश्व स्तरको उपलब्धिको कुरा गर्ने भने सन् 2022को आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड पनि जित्ने पहिलो र एकमात्र नेपाली खेलाडी आइसिसीको अवार्ड पनि जितिसकेका छन्। सो उनीसँग पनि एक्सपिरियन्सको त्यति कमी भने छैन। उनको अर्को एक्सपिरियन्सकै कुरा गर्ने भने आफ्नो विकेटमा चाहिँ कतिसम्म टिकेर खेल्ने भन्ने आसिफ शेख जस्तो अरूसँग अनुभव छैन जस्तो लाग्छ। किनकि नेपाली क्रिकेट टिममा राम्रो विकेट बचाएर खेल्न सक्ने उनीसँग राम्रो क्षमता छ। त्योसँगै राम्रो हिटिङ पनि गर्न सक्छ। विशेष पहिचान भनेको ओपनिङ र धैर्यताका साथ उनी खेल्न सक्ने मैले अघि पनि भने यस्तो खालको ब्याट्सम्यान हुन्। 2023को एसिया कपमा पनि उनले भारतसँग कति राम्रो खालको पर्फर्मेन्स गरेको थियो। उनले अलमोस्ट अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान पनि भएका भारत विरुद्धको म्याचमा एसिया कपमा पनि राम्रो पर्फर्मेन्स गरेका थिए। त्योसँगै एनपिएलकै कुरा गर्ने भने एनपिएल सिजन 1को ट्रफी विनर च्याम्पियन टिममा पनि उनी आबद्ध थिए। उनी फाइनल गेममा उनी क्याप्टेन्सी पनि गरेका थिए र क्याप्टेन्सी भएर आफ्नो टिमलाई च्याम्पियन पनि बनाएका। नेक्स्ट कुरा गर्ने भने नेपाली क्रिकेट टिमका मेन बलर सन्दीप लामे। सन्दीप लामेछाने नेपाली क्रिकेट टिमका पूर्व क्याप्टेन पनि हुन्। उनको विश्व कीर्तिमान हामी सबैले थाहा छ। विश्वभरि नै उनको कीर्तिमानको चर्चा हुन्छ। उनले नखेलेको विश्वका कुनै पनि फ्रेन्चाइज नहोलान्। उनले सबै फ्रेन्चाइजमा आबद्ध भइसकेका छन्। विश्व प्रख्यात आइपिएलमा समेत उनको डेब्यु भइसकेको। आइपिएल खेल्ने एसोसिएट टिमका एकमात्र खेलाडीको रूपमा पनि उनी परिचित रहेका छन्। तो सन्दीप लामेछाने नेपाली क्रिकेट टिमका मेन बलर हुन्, लेग स्पिनर हुन्। उनको रोल 2026को टी20 वर्ल्ड कपमा एकदमै अहम रहनेछ। सोमपाल कामी नेपाली क्रिकेट टिमका मिडियम पेसर बलरको रूपमा चिनिने सोमपाल कामी नेपालका बलरका रूपमा पनि चिनिन्छन्। नेपाली क्रिकेट टिममा फास्ट मिडियम पेसर बलरका रूपमा हामी परिचित रहेका छन्। अनि यस्ता खेलाडी हुन् लगातार तेस्रो पटक टी20 वर्ल्ड कप खेल्दैछन्। नेपालले अहिलेसम्म तेस्रो पल्ट टी20 वर्ल्ड कपमा पार्टिसिपेट हुन गइरहेको छ। बट सोमपाल कामीले तीनवटै टी20 वर्ल्ड कप खेल्न गइरहेका छन्। त्योसँगै उनी बलर मात्र होइन ब्याटिङ पनि गर्न सक्छन्। तपाईँहरूलाई थाहा हुनसक्छ 2024को त्यो साउथ अफ्रिकासँगको म्याचमा उनले लङ्गेस्ट 6 हिटिङ गरेका थिए। 105 मिटरभन्दा लामो 6 हिटिङ गर्ने। नेक्स्ट कुरा गर्ने भने करण केसी। करण केसी पनि नेपाली क्रिकेट टिमका प्रमुख फास्ट बलर हुन्। उनी विस्फोटक फिनिसिङका रूपमा पनि लिइन्छन्। उनी ब्याटिङ पनि राम्रो गर्न सक्छन्। टी20 र अन्तर्राष्ट्रियमा 2015 र एक दिवसीय ओडिआईमा 2018मा चाहिँ उनले डेब्यु गरेका थिए। यो सँगै उनको ऐतिहासिक कुरा गर्ने हो टी20 अन्तर्राष्ट्रियमा 100 विकेट पुरा गर्ने नेपालको पहिलो तीव्र बलरका रूपमा पनि परिचित छन्। त्यति मात्र होइन उनी ब्याटिङ पनि राम्रो गर्न सक्छन्। नेपालको ओडिआई स्ट्याटस बचाउनमा 2018मा उनले राम्रो भूमिका गरेका थिए। नेक्स्ट कुरा गर्ने भने गुलसन झा। गुलसन झा पनि नेपाली क्रिकेट टिममा पछिल्लो समयमा एकदमै फिनिसरको रूपमा रोल गरिरहेका छन्। गुलसन झालाई पनि 2024को वर्ल्ड कपको एकदमै एक्सपिरियन्स छ। 2024को लास्टमा आएर उनी एकदमै ट्रोल पनि भएका थिए। किनकि उनी साउथ अफ्रिकासँगको त्यो 1 रनको हारमा उनको ठुलो हात रह्यो। ऐतिहासिक कुरा गर्ने भने 16 वर्षको उमेरमा ओडिआईमा डेब्यु गरेर विश्वको तेस्रो कान्छो ब्याटरको रूपमा पनि परिचित भएका थिए। उनको मेन रोल भनेको उनी कठिन परिस्थितिमा ब्याटिङ गर्न आउँछन् र आफूलाई निडर भएर आफ्नो ब्याटिङ गर्छन्। राम्रो खालको फिनिसिङ टच दिन्छन्। टिमलाई चाहेको बेला उनको रोल राम्रो रहेको। पछिल्लो समयमा उनी अलराउन्डरको रूपमा पनि
छन्, उनी बलिङ पनि राम्रो गर्छन्। उनको हाइटकै कुरा गर्ने भने नेपाली क्रिकेट टिममा सबैभन्दा अग्ला खेलाडी पनि छन्। उनी यदि बलिङमा राम्रो ध्यान दिने हो भने उनी राम्रो बलरको रूपमा पनि परिचित हुन्। नेक्स्ट कुरा गर्ने भने आरिफ शेखलाई पनि अहिलेमा अनुभवी ब्याटरका रूपमा दिएका छन्। आरिफ शेख नेपाली क्रिकेट टिममा आइसम्यानको रूपमा पनि परिचित रहेका छन्, सबैलाई थाहा भएकै कुरा होइन। सिसी प्रिमियर कपको फाइनलमा गुलसन झासँग मिलेर अभिजित साझेदार गर्दै नेपाललाई एसिया कपसम्म पुर्याउन एकदमै अहम भूमिका खेलेका थिए। उनलाई 2024 वर्ल्ड कपको एक्सपिरियन्स नभए तापनि 2026मा राम्रो यो सँगै अन्य खेलाडीको कुरा गर्ने हो भने यहाँनिर सन्दीप जोरा, बासिर अहमद, चन्दन यादव, ललित नारायण राजवंशी, शेर मल्ल, लोकेश बम पनि रहेछ। यहाँनिर शेर मल्लको त वर्ल्ड कप 2026 पहिलो डेब्यू नै हुनेछ नेसनल टिममा। त्यसै गरी लोकेश बमले पनि पछिल्लो समयमा 2024को वर्ल्ड कपको एक्सपिरियन्स पनि रहेको छ। उनी हार्ड हिटरको रूपमा पनि रहेका छन्। उनी ओपनिङ ब्याट्सम्यानका रूपमा पनि परिचित छन्। त्योसँग उनी फिनिसरको रोलमा पनि काम गर्न सक्छन्। उनी हार्ड हिटरको रूपमा रहेका छन्। उनी राम्रो हिटिङ गर्न सक्छन्। बासिर अहमदको कुरा गर्ने हो भने अलराउन्डरको रूपमा परिचित छन्, पनि राम्रो ब्याटर हुन्। अब सन्दीप जोराकै कुरा गर्ने भए सन्दीप जोरा पनि सन्दीप जोरा र लोकेश बमकै कुरा गर्ने हो भने उनले चाहे इङ्ल्यान्ड, अस्ट्रेलिया जस्ता टिमहरूसँग हङकङ सिक्सेसमा पनि खेलिसकेका छन्। हङकङ सिक्सेसमा सम्पूर्ण टेस्ट नेसनसँग राम्रो पर्फर्मेन्स गरेका छन्। ओके, यहाँनिर अब नेक्स्ट कुरा गरौँ हामी टी20 वर्ल्ड कप 2026 नजिकिँदै गर्दा नेपाली क्रिकेट टिम के गरिरहेको छ त्यसको बारेमा पनि हामी चर्चा गर्नेछौँ। नेपाली क्रिकेट टिम हालै मात्र प्रिपेरेसनको लागि भनेर श्रीलङ्का प्रस्थान गरिसकेको छ। श्रीलङ्कामा भएर नेपाली क्रिकेट टिम चाहिँ प्रिपेरेसन पनि गर्नेछ। त्यस लगत्तै नेपाली क्रिकेट टिमले श्रीलङ्का एसँग आफ्नो सिरिज पनि खेल्नेछ। श्रीलङ्कामा गएर नेपाली क्रिकेट शेड्युल रहेको छ। नेपाली क्रिकेट टिमको यस्तो खालको टाइमलाइन रहेको छ। श्रीलङ्कामा यस्तो खालको अभ्यासमा व्यस्त रहनेछ नेपाली क्रिकेट टिम। श्रीलङ्का एसँग सिरिज पनि खेल्नेछ र श्रीलङ्काका विभिन्न ठाउँमा गएर प्र्याक्टिस म्याचेसहरू पनि खेल्नेछ नेपाली क्रिकेट टिमले। श्रीलङ्का एसँग 20, 22 र 24मा सिरिज खेल्नेछ श्रीलङ्का ए टिमसँग र प्र्याक्टिस म्याच भनेको सन्डेमा नेपाली क्रिकेट टिम श्रीलङ्का प्रस्थान गर्ने र त्यसै गरी 19, 21 र 23मा जनवरीमा चाहिँ नेपाली क्रिकेट टिम व्यस्त रहनेछ, प्र्याक्टिस म्याचमा व्यस्त रहनेछ, श्रीलङ्काका विभिन्न ठाउँमा गएर प्रिपेरेसन गर्नेछ। यो चाहिँ नेपाली क्रिकेट सङ्घले वर्ल्ड कप प्रिपेरेसन फेज 1 भनेर चाहिँ यसलाई नामाकरण गरेको छ। नेक्स्ट भनेको त्यस लगत्तै नेपाली क्रिकेट टिम इन्डियामा प्रस्थान गर्नेछ। इन्डियामा आइसके पश्चात नेपाली क्रिकेट टिम फेज 2 को प्रिपेरेसनमा लाग्नेछ। नेपालले पहिलो टी20 सिरिज जनवरी 29मा खेल्नेछ। टी1मा फेरि अर्को सिरिज खेल्नेछ जुन चाहिँ डे नाइट रहनेछ। यसरी नेपाली क्रिकेट टिम टी20 वर्ल्ड कपको प्रिपेरेसनको लागि भनेर इन्डिया र श्रीलङ्कामा एकदमै व्यस्त रहेको छ।